त्यो तिमीहरूको त्यो डल हातमा समातेको फोटो हाल्ने हिम्मत छ भने डल जलाएको भिडियो चाहिँ किन नहालेको, फोटो चाहिँ किन नहालेको? कति बेला जलाएको त देखेन है, म त टिपेर चोरे जस्तै देख्छु म त। बुक बाँडेको फोटो किन नहालेको, डल जलाएको फोटो किन नहालेको? बुक पनि जलाउँथ्यो होला तर बुक जलाउन मेरो भित्री आत्माले मानेन, मैले सकिनँ। तिमीहरू यही गरेर हो, यही भएर हो देश अगाडि नबढेको। गुडिया चोरेर देश अगाडि बढ्छ है साथी हो, गुडिया चोरेर। उसले त्यो के गर्यो होला, कहाँ गर्यो होला, कहाँ लग्यो होला, तिमीहरूलाई त्यो मतलब हुँदैन क्या। लाने बेलामा त फेरि खतरा एटिट्युड थियो त। लाने बेलामा के फोटो खिच्ने बेलामा भिडियो गराउने बेलामा त एटिट्युड थियो त। अनि तिमीले कहाँ लयो हामीलाई के थाहा, हामीले त लक मात्रै देख्यौँ। बुझ्यौ, तिमीहरूलाई जज गर्न पाए, औँला उठाउन पाए पुग्ने रहेछ। पुगेन, मलाई पुगेन, अझै पुगेन, औला उठाएर पुगेन। तिमीहरूको लागि बोल्नु भनेको एउटा गधालाई पुराण सुनाउनु जस्तो रहेछ। त्यसो भए यिनी पो रहेछ हाम्रो लागि बोलिदिएको त। हामी त प्रोटेस्टमा गएकै थिएनौँ, यिनी मात्रै गएर डल चोरेर डल टिपेर यिनी हाम्रो लागि खतरा बोलिदिन्। थ्याङ्क यू। खुट्टै ढोक्न आउनुपर्छ कि? मैले सबैको लागि आवाज उठाएर धेरै ठुलो गल्ती गरेछु जस्तो महसुस भएको छ कि मलाई। धेरै ठुलो गल्ती गरेछु मैले, जुन यो अब्जोस पाइरहेको छु नि मैले। डल चोरेको होइन, चोरेको होइन ल, लुटेको मात्रै हो, लुटेको। मेरो प्यारेन्ट्सलाई सोध, मसँग भएको साथीहरूलाई सोध, मैले चोरेको होइन, मसँग छैन। त्यो मैले आगो लगाइदिएको। तारा गाउँ अगाडि त्यो बिचमा आगो बालेको थियो, मैले त्यो आगोमा लगेर हालेको।